यस्तो प्रकारले शब्दबाट व्यक्त गरियो यो सब एक नै हो। त तपाईहरुले ईश्वर र जीव दुईटा होइन। अनि मानव शरीरमा अनेकता यो परतत्वमा केही अनेक छैन। न यसको कुनै जात जाति छ, न धर्म छ, न सम्प्रदाय छ। त यो चीज सदा मुक्त तत्व छ। तपाईहरु सारा मानवकोमा मुक्त तत्व छ। त्यो मुक्त तत्वलाई जानौं, पहिचान गरौं, त्यो आत्मा चैतन्य तत्वलाई। त्यसको न आफ्नो छ, त्यसको न पराय छ, न त्यसको कुनै जात छ, त्यसको न जाति छ, न त्यसको कुनै धर्म छ, न कुनै सम्प्रदाय छ, न कुनै मतान्तर छ। त त्यो के हो? त्यो स्वयं चैतन्य स्वरूप आत्मा। त त्यो परब्रह्म परमात्मा पनि कस्तो छ? पूर्ण चैतन्य स्वरूप परमात्मा, आत्मा चैतन्य स्वरूप आत्मा ब्रह्म हो। पूर्ण चैतन्य स्वरूप परब्रह्म परमात्मा पुरुषोत्तम परमात्मा हो। त त्यो पुरुष पुरुषोत्तम दुईटै एकै पाट, एउटा ढक्काको दुईटा पाटा जस्तै हो दुईटा। त एउटा पाटा नभए अर्को पाटा बन्छ र? नोट विचार गर्नुस्, एउटा पाटा नभए अर्को पाटा बन्छ, नोट बन्छ। त त्यस्तै तपाईहरु यो जीव ईश्वर एउटै हो। तर यसो भनिरहँदा शास्त्रमा त अनेक शब्दहरू छन्, तपाईहरुलाई भ्रमित हुने शब्दहरू। त आफ्ना आफ्ना विचारद्वारा कति कुराहरू लेखिएको छ। त वास्तवमा के लाउँदै जाउँ त नि अगाडि नै तपाईकै शरीरमा सबै छ। त्यहाँ ममता हटाउने बित्तिकै यसैलाई त कबीर साहबले जब मै था हरि नै, अब हरि है मै नै भने। त तपाईहरुले राम्रो चिन्तन गर्यौं भने यो कुरा कति सत्य छ कबीर साहबले भने। दृश्यम प्रतितम प्रविलपन्य स्वयं सन्मात्रमानन्द घनम विभा वयम समाहित संहितरन्तरम वा कालम नयथा सति कर्म बन्दे। त यो शब्द छ, यदि तिम्रो प्रारब्ध कर्म बन्धन अविशेषितो इस भासमान दृश्य को स्वरूप में लय करते हुए तथा बाहर भीतर से सावधान रहकर अपने सत्ता मात्र आनंद घन स्वरूप का चिंतन करते हुए काल यापन करो। त आनंद घन स्वरूप का चिंतन गर्दै गर्दै काल यापन करो, समय बिताओ। त समयको सदुपयोग गर। कसरी सदुपयोग भन्दाखेरि ईश्वरको चिन्तन गर्दै गर्दै। तिम्रो प्रारब्ध कर्म अझै सकिएको छैन, बाँकी छ। र यो शरीर धेरै अझै जिउनु धेरै छ, शरीर बाँच्नु धेरै छ भने त्यो शरीर बाँचिन्जेली त्यो बाँच्ने समयसम्म तिमीले त्यो समयलाई सदुपयोग गर। केमा? भगवानको चिन्तनमै रत रहु भने। त त्यो तपाईहरु गर्छौं गर्दैनौं त्यो त तपाईहरु आफै जिम्मेवारी। यदि तुझे प्रारब्ध का प्रतिबन्ध है तो भी, तपाईलाई हिजोको प्रारब्धले भक्ति गर्न दिएको छैन भने पनि भनेको कस्तो भन्छ? प्रारब्धले तपाईलाई भक्ति गर्न दिएको छैन भने पनि जबरजस्ती गरेर भक्ति गर भन्छ। गर्छौ गर्दैन त? यदि तुझे प्रारब्ध का प्रतिबंध है तो भी ब्रह्म अभ्यास किए जा, यह उपदेश करते हैं। कर्म बंधे सती, प्रारब्ध कर्म के प्रतिबंध होने पर नाभोक्तम क्षीयते कर्म, प्रारब्ध कर्म बिना भोग की क्षीण नहीं होता। प्रारब्ध कर्म बिना भोग को क्षीण हुँदैन। तपाईं हाम्रो प्रारब्ध कर्म हिजै भारी बोकेर आएको छौं,
त्यो सौदा नचलाइकन त तपाईँ हाम्रो उपाय छैन भनेको। त त्यो भोग छेड्दा नि त्यो उता तपाईँले कहीँ जाँदाखेरि तपाईँको सातु चामल लिएर जानुभयो त त्यो खानुको लागि लगेको नि त तपाईँ। त्यो नखाइ त तपाईँको त्यो भारी त खाली हुँदैन। त्यो भारी खाली गर्नुपर्छ। तर तपाईँ हामीहरू अन्जानमा हिजोको भारी त खाली गर्दैछौँ, फेरि भोलिको लागि भारी लगाइराख्छौँ। यो काम गर्नु बन्द गरौँ, समर्पण गरौँ। बिउ बाँच्यो भने के हुन्छ? बिउ बाँच्यो भने फेरि उम्रिन्छ होइन? तपाईँ हामीहरू अज्ञानतापूर्वक लगेर सिमेन्टमाथि बिउ छोड्ने मान्छे हो। उर्वरा भूमिमा लगेर छर्यो भने त उम्रिन्छ होइन? सिमेन्टमाथि लगेर छर्छौँ होइन र हामी शिव मन्दिर हुँदै उम्रिन्छ, फल्छ। उर्वरा भूमिमा लगेर छर्यो भने सद्बिउ के हुन्छ? उम्रिन्छ, फल्छ। त तपाईँ हामी चिन्तन धेरै गर्नुपर्छ कुराहरू। तपाईँ हामीले ज्ञानमुत्पद्यते पुंसान् क्षयात्पास्य कर्मणः। पाप कर्म के क्षय होने पर बोध होता है। प्रतीतम वृश्यम प्रबिलापयन भासमान नाम रूप दृश्य जगत को उसके अधिष्ठान ब्रह्म में लय करते हुए नाम रूप दृश्य जगतलाई उसको अधिष्ठान ब्रह्ममा लय गरिदिनु पर्ने हुन्छ। र तपाईँ हाम्रो यो के भनेको त तपाईँ हाम्रो जब यो यहाँ शरीरमा नाम के हो तपाईँको? यो रूप तपाईँको जो शरीर छ यसको रूप बनिन्छ। अब यो रूप जन्मिएछ माताको गर्भबाट जन्मेको हामी केही दिनमा, अब सबैको एउटै हुँदैन, तर केही दिनमा या केही छिनमा कसैको केही दिनमा तपाईँ हामी नामाकरण गर्दछौँ यो शरीरको। त पहिला के आउँछ? रूप अनि नाम होइन कि? नाम आउँछ हौ पहिला। त तपाईँ हामीहरूले जान्नु पर्यो कि तपाईँ हाम्रो पहिला रूप आउँछ अनि नाम आउँछ। त यहाँ के भन्दैछ? त तपाईँ हाम्रो नाम रूप दृश्य जगतको उसके अधिष्ठान ब्रह्ममा। नाम रूप यो तपाईँको शरीर कसले बनायो र कसको हो भन्नुहुन्छ भन्ने तपाईँले विचारले, जब यो शरीर भगवानले बनाउनु भएको र यो भगवानको हो भने भगवानमा नै जिम्मा जति बेला लाउनुहुन्छ, भगवानको चिज, भगवानको वस्तु, भगवानले बनाउनु भएको भगवानको वस्तु हुन्छ। तपाईँले बनाएको थियो या तपाईँ कोही त्यस्तो तत्त्व हुनुहुन्थ्यो भने तपाईँले कोही बनाउनु भएको थियो भने त यो शरीरलाई हेर्नुहोस् त, तपाईँ हामीहरूले बनायो, तपाईँ हाम्रो माता पिताले बनायो होला। अब त्यो माता पिताले बनायो जान्दिएन होला हामी बालक हुँदा, तर तपाईँ हाम्रो पनि त सन्तति होला नि। क्या त्यो तपाईँ हामीहरूले बनायो ती अङ्ग प्रत्यङ्ग केही सबै राम्रो हेर्नुहोस् त, हातहरू पल्टाइ सबै कहाँ बनायो नि त्यो जोडजान? के थाहा छ होला हामीलाई? यो त शरीर माध्यममा त अघि मैले अर्जुन र कृष्णको कुरा सुनाएँ। तिमी अर्जुन, तिमीलाई माध्यम मात्रै बनाएको, सबै कुरा त म गर्छु, तिमी माध्यम भनेको थिएँ नि। त्यस्तै तपाईँ ब्रह्माजीलाई त भगवान्ले तिमी माध्यम बन, परब्रह्मले के भनेको थियो? वाणी र तिमी माध्यम बन, कार्य त सृष्टिको पनि मै गर्छु। विष्णुलाई पनि त्यही भन्नुभएको थियो भगवान्ले कि तिमी सबै कुरा त म गर्छु भगवान्, तर भक्ति पनि गर्छ, केही माग्दैन भने उसलाई चाहिँ के गर्नु भने तिमी भागवत पढ, तिमी त कर्तव्य मात्रै गर, तिमी माध्यम बन, कार्य त सबै म गर्छु। शिवजीलाई पनि त्यो कुरा भनेको तपाईँ हामीले सबै शास्त्रमा पाइन्छ। त कुनै उनीहरू पनि
आफै स्वयं सक्षम होइनन् उनीहरू पनि माध्यम हुन्। आदि रूपहरू सबै भगवान्का माध्यम हुन्। त कार्यका निम्ति आफ्ना आफ्ना कार्य जिम्मेवारी छ उहाँहरूको। त तपाईँहरूले पनि जान्नु पर्यो कि यो शरीर पनि निमित्त मात्र हो तपाईँ हाम्रो। अधिष्ठान ब्रह्मा में लय करते हुए जगत को न देखकर केवल उसके सत्यभूत अधिष्ठान ब्रह्म को देखते हुए स्वयं प्रकाशहीन मात्र चैतन्य रूप निरतिशय सुख स्वरूप आत्मा का ध्यान करते हुए बाहिर विषयों से विरक्त हुए। बाहिर विषयबाट विरक्त भएर आफ्नो आत्मा चिन्तन आत्माको ध्यान गर्दै गर्दै उसै आत्मामा समाहित हुने भाव राखौँ। त आत्मा र परमात्मा दुईटा होइन, एउटै हो, दुई भागमा बस्यो। यहाँ द्रष्टा रूपमा बस्नुभयो र ईश्वर रूपमा पनि उहाँ नै हो। त ईश्वर र द्रष्टा जो आत्मा चैतन्य या स्वबोध तत्व यो एउटै हो, ईश्वर। गुरुदेवले तुम वही हो जाओगे भनेको यहीँनिर। तपाईँ हामी वही हो त्यही नै हुनको लागि यो यताको सबै अपरमार्थ तत्त्वलाई त्याग गर्नु पर्यो, छोड्नु पर्यो। त तपाईँ हामीहरूले यसलाई म भनेर अँगालिन्जेल अँगालो मारिन्जेल त्यहाँ उसैमा उपलब्ध हुन सकिँदैन। उसमा उपलब्ध हुनुको लागि यो बाहिरी भावना म भावना हामीले त्याग्नुपर्छ। त यो कहिले त्याग्छौँ त त्यो त तपाईँ हामीहरूले आफ्नैमा जिम्मेवारी छ। अहिले त्यागिहाल भने अरे पदम ढकालले हुनसक्छ र? तपाईँले गुड्दै 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 यो सबैलाई पन्साइसकेर त्योबाट निक्लिनु पर्ने हुन्छ। त्यो दलदलबाट निक्लिनु पर्ने हुन्छ। तपाईँ यो पदम ढकाल माध्यम बनेर डोरी फ्याँक्ने काम चाहिँ हजुरहरूको विषयरूपी दलदलमा बसेका समस्त मानव जातिलाई हो। त त्यहाँबाट निक्लिने त्यो विषय रूपी दलदलबाट निक्लिने ननिक्लिने यो डोरी समाएर उत्रिने कि नउत्रिने यो त तपाईँ हामी सबै व्यक्तिको जिम्मेवारी। डोरी त फ्याँकेको छ, हेर्नुहोस्, डोरी पक्रेर त्यो दलदलबाट निक्लिने ननिक्लिने हजुरहरूमाथि नै जिम्मेवारी हुन्छ। नत्र भने यो समातेर आफै तर निक्लिनु भएन भने कसैले जबरजस्ती निकाल्दा निक्लिँदैन कोही। निरतिशय सुख स्वरूप आत्माको ध्यान गर्दै बाहिर विषयबाट विरक्त भएर समदमबाट मनलाई निग्रह गरेर सम भनेको दम भनेको इन्द्रियहरूबाट निग्रह, सम भनेको तपाईँ हाम्रो यो सारा जो संसारमा जे छ त्यो सबै परमात्मा मय छ भनेर यसमा ममता नराखी ममता फ्याँकेर त सम दम उपरति तितिक्षा श्रद्धा समाधान यो 6वटा सम्पत्ति छ तपाईँ हाम्रो। यहाँ अहिले बताएको छ नि, तपाईँहरूलाई पहिला बताएको थियो। त यो 6 सम्पत्ति नै हो। तपाईँ हाम्रो यो 6 सम्पत्तिद्वारा ममता त्यागेर त तपाईँ ईश्वरमा जानुपर्ने हुन्छ। समभावमा पहिला आफू परिणत हुनुपर्ने हुन्छ। दम उपरति तितिक्षा श्रद्धा समाधान। त श्रद्धा भगवान प्रति पूर्ण श्रद्धा बनेर त समाधान कति बेला हुन्छ? तपाईँको जति बेला तपाईँले आत्मा साक्षात्कार गर्नुहुन्छ त्यति बेला तपाईँको समाधान हुन्छ। त श्रद्धा गुरु र शास्त्रको वचनमा जब तपाईँ दृढ विश्वास गरेर शास्त्रले निर्देशन गरेको जसरी त्यो दलदलबाट निक्लिनु पर्छ भनेर बताएको छ। संसार दलदल हो। तपाईँले शरीरलाई म भन्नु त्यहाँभन्दा ठुलो दलदल त अर्को हुँदैन।